स्याम सर न्युजिल्यान्ड अप्लाई गर्न खोज्ने प्यारेन्ट्स र स्टुडेन्ट्सहरूलाई चाहिँ न्युजिल्यान्डमा भिजा रिजेक्ट हुने अथवा भिजा क्यान्सल हुने रिफ्युज हुने कारणहरू महत्त्वपूर्ण कारणहरू के हुन्छन् त त्यो भनिदिनुस् न आज। ओके, सो यसमा पहिलो कारण भनेको हामीले यदि भेरिफाई नहुने खालको डकुमेन्ट्सहरू हाल्दैछौँ भने त्यस्तो खालको डकुमेन्ट्सहरू यदि न्युजिल्यान्ड इमिग्रेसनले भेरिफाई गर्न खोज्यो, उसले भेरिफाई गर्न सकेन भने उसले हाम्रो डकुमेन्ट्सलाई जेन्युइन मान्दैन र उसले भिजा रिफ्युज गर्ने चान्सेसहरू धेरै हुन्छ। सेकेन्ड कारण भनेको हाम्रो विक एसओपी। हामीले एसओपी कसरी लेख्दैछौँ, रिसर्च बेस्ड एसओपी हामीले लेख्नु पर्यो, हामीले आफ्नो ल्याङ्ग्वेजहरूमा लेख्नु पर्यो। तपाईँको आइएल्स ब्यान्ड स्कोर, तपाईँको पिटी ब्यान्ड स्कोर कुन लेभलको छ त्यही लेभलको हामीले ल्याङ्ग्वेजहरू एसओपीमा युज गर्नु पर्यो। अब ब्यान्ड 6 छ, तपाईँले 8 ब्यान्ड ले लेख्ने ल्याङ्ग्वेज तपाईँले युज गर्दै हुनुहुन्छ भने अभियसली त्यो हामीले लेखेको एसओपी होइन जस्तो फिल हुन्छ। देन यस्तो केसमा उसले रिफ्युज गरिदिने चान्सेसहरू धेरै हुन्छ। ओके, मैले बुझेअनुसार चाहिँ यदि मेरो आइएल्समा 6 आएको छ भने चाहिँ मेरो जति नम्बर आएको छ त्यो अनुसारको लेख चाहिँ इङ्ग्लिस राइटिङ चाहिँ मेरो एसओपीमा हुनु पर्यो र रिसर्च बेस्ड एन्सर हुनु पर्यो। जस्तै म त्यही कलेज युनिभर्सिटी किन पढ्ने, त्यही कोर्स किन पढ्ने, पढिसकेपछि मेरो प्लान के छ, यस्ता खालका कुराहरू चाहिँ रिसर्च बेस्ड हुनु पर्यो स्टेटमेन्ट अफ पर्पजमा। ओके, अर्को रिजन के छ सर? ओके, अब थर्ड रिजन भनेको हाम्रो ग्याप जस्टिफिकेसन। अब न्युजिल्यान्डले जति पनि ग्याप एक्सेप्ट गर्छ भन्ने कुरा हुन्छ, रियालिटी पनि हो, एक्सेप्ट त गर्छ, तर हामीले ग्यापको जस्टिफिकेसन त दिनु पऱ्यो नि त। त्यो ग्यापको हामीले एभिडेन्स दिनु पऱ्यो कि हामीले त्यो ग्यापमा के गऱ्यौँ। तर कुनै स्टुडेन्टले त्यो ग्यापको प्रोपर डकुमेन्टेसन, ग्याप एक्सप्लेन गर्ने खालको डकुमेन्टेसन उहाँहरूले दिन सक्नु भएन भने त्यस्तो केसमा भिजा रिफ्युज हुने चान्सेसहरू धेरै हुन्छ। सो ग्याप एक्सेप्ट गर्छ, तर त्यो ग्यापको लागि हामीले के गर्नुपर्छ त, डकुमेन्टरी एभिडेन्सहरू हामीले सो गर्नुपर्छ न्युजिल्यान्ड इमिग्रेसनलाई। चौथो रिजन भनेको हाम्रो इन्कम्प्लिट ब्याङ्किङ ट्रान्जेक्सन। अब तपाईँले कुनै इन्कम देखाउँदै हुनुहुन्छ भने त्यो इन्कमको यदि प्रोपर फ्लो छैन, ट्रान्जेक्सन छैन भने त्यस्तो केसमा पनि तपाईँहरूको भिजा रिफ्युज हुनसक्छ। फर इक्जाम्पल, अब इन्कम देखाउँदै हुनुहुन्छ तपाईँले ल्यान्ड लिजको लागि, अब ल्यान्ड लिजको इन्कम त फिक्स हुन्छ, तर ल्यान्ड लिजको इन्कम फिक्स 40,000 छ, तर अब कुनै बेला 50,000 आउँछ, कुनै बेला 25,000 आउँछ, कुनै बेला 30,000 आउँछ, र यो इन्कम हामीले ल्यान्ड लिजको लागि देखाउँदैछौँ भने यो त इनप्रोपर ट्रान्जेक्सन भयो र यस्तो भयो भने भिजा रिफ्युज हुने चान्सेसहरू धेरै हुन्छ। ओके, यसको मैले बुझेअनुसार चाहिँ जस्तै मेरो घर भाडा 40,000 छ भने चाहिँ हरेक महिना 40,000 आउनु पर्यो, होइन स्याम सर? जस्तै कुनै महिना 40,000, कुनै महिना 50,000, कुनै महिना 30,000, यसरी नगर्नु होला। हजुर, यसरी चाहिँ रिस्क हुनसक्छ। जस्तै जग्गा भाडा त्यस्तै छ, अथवा तलब पनि मेरो फिक्स 20,000 हो भने चाहिँ हरेक महिना 20,000 तलब भन्दै आउनु पर्यो। ओके, यो कुराहरू चाहिँ केयरफुल हुनु होला, मिस्टेक नगर्नु होला। अर्को के छ रिजन स्याम सर? ओके, पाँचौँ रिजन भनेको हामीले स्पोन्सर्स कसलाई राख्दैछौँ त। हामीले स्पोन्सर सकेसम्म आफ्नो प्यारेन्ट्स, ग्रान्ड प्यारेन्ट्स, आफ्नो सिब्लिङ्सलाई, आफ्नै फ्यामिली मेम्बर्सको मेम्बरलाई राख्दा राम्रो। तर तपाईँहरूले स्पोन्सर्सहरू अब अङ्कललाई राख्दै हुनुहुन्छ, आन्टीलाई राख्दै हुनुहुन्छ, मामा माइजूलाई राख्दै हुनुहुन्छ भने यस्तो केसमा त्यो स्पोन्सर्सहरू सेकेन्डरी स्पोन्सर्स मानिन्छ र यसले गर्दा भिजा रिफ्युज हुने चान्सेसहरू पनि धेरै हुन्छ। सो हामी सकेसम्म आफ्नै फ्यामिलीको इन्कमलाई प्रायोरिटीमा राखेर अनि त्यस्ता खालका इन्कमहरू हामीले देखाउनु पर्ने हुन्छ। ओके ओके ओके, इम्पोर्टेन्ट कुरा रहेछ यो पनि बेसी। यसमा चाहिँ हामीले चाहिँ काकालाई पनि स्पोन्सर राख्न मिल्यो, मामा माइजू सबैलाई मिल्यो भनेर भन्छौँ, तर राम्रो चाहिँ होइन रहेछ। राम्रो चाहिँ के रहेछ भने बुवा मम्मी, हजुरबुवा हजुरआमा, दाइ दिदी, आफ्नै एका घर सदस्य त्यस्तो मेम्बरलाई चाहिँ हामीले स्पोन्सर, आर्थिक सहयोग गर्ने स्पोन्सर बनाउन सक्यो भने चाहिँ भिजाको सम्भावना बढ्ने रहेछ, होइन त सर? ओके, अर्को के छ रिजन? ओके, लास्ट रिजन भनेको हाम्रो फन्ड प्लानिङ। हामीले 3 इयर्सको ब्याचलर गर्दैछौँ अथवा 1 वर्षको 1.5 वर्षको मास्टर्स प्रोग्राम गर्दैछौँ भने त्यसको लागि पनि हामीले आफ्नो प्रोपर फन्डिङ प्लान देखाउनु पर्यो कि हामीले आफ्नो ट्युसन फी, लिभिङ कस्ट कसरी धान्न सक्छौँ त्यति बेलासम्म। सो त्यो हामीले फन्ड प्लानिङहरू एजुकेसन लोनको थ्रुबाट, सेभिङ ब्यालेन्सकोबाट अथवा इन्कमको थ्रुबाट तपाईँहरूले त्यसको प्रोपर फन्ड प्लानिङ 3 इयर्सको लागि देखाउनु पर्यो यदि ब्याचलर गर्दै हुनुहुन्छ भने। यो प्लानिङ देखाउन सक्नु भएन भने पनि तपाईँको भिजा रिफ्युज हुने चान्सेसहरू धेरै हुन्छ। ओके, यो सबै कुराहरू हजुरले बुझ्नु होला र यदि यो भिडियो एकचोटि हेरेर हजुरले यो जानकारी बुझ्नु भएन भने फेरि रिपिट गरेर सुरुदेखि हेर्नु होला र यो भिडियोलाई जसरी भए पनि राम्रोसँग बुझ्नु होला।
कम्प्लिट हेर्नु होला र न्युजिल्यान्डको लागि चाहिँ भिजा रिस्कमा राखेर अप्लाई नगर्नु होला। र श्याम सर अन्तिममा हाम्रो प्यारेन्ट्स तथा स्टुडेन्ट्सहरूलाई के भन्न चाहनुहुन्छ? ओके, सो यदि हजुरहरूले न्युजिल्यान्ड अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने बेस्ट गाइडेन्स लिनको लागि पिक्चर एजुकेसन आउनै पर्यो र यहाँबाट एक्सपिरियन्स गाइडेन्स लिएर तपाईँहरूले आफ्नो न्युजिल्यान्डको प्रोसेस अगाडि बढाउनु पर्ने हुन्छ।